मुस्ताङ म्याक्सको इन्जिन 40 एचपी र हाई टर्क थियो। हाई टर्क इन्जिन भएको मुस्ताङ गाडी पहाडको उकालोमा पनि सजिलै तान्थ्यो। पिकअप लिनका लागि तुरुन्तै पावर आउँथ्यो र पहिलो गियर लगाएपछि जस्तो सुकै उकालो पनि तान्थ्यो। मुस्ताङ गाडी पहाडी भेगको लागि भनेर बनाइएको थियो। दुईवटा बोलेरोलाई तानेर लैजान सक्ने क्षमता थियो मुस्ताङ म्याक्समा। नेपालमा पहाडी भेग धेरै छ, त्यसैले पहाड चढ्ने विशेष किसिमको गाडी उत्पादन गरेर बेच्न सक्नेमा उनीहरू निश्चित थिए। यसरी हुलास मोटर्सले अब अन्तर्राष्ट्रिय गाडीहरूलाई समेत कम्पिटिसन दिन तयार भइसकेका थिए। पहाड चढ्न सक्ने विशेष गाडी मात्र होइन, अब लग्जरी र शहरमा चल्ने सोफिस्टिकेटेड कार बनाउने योजनामा थियो हुलास मोटर्स। त्यसैले हुलास ब्राभो नाम गरेको अर्को मोडल बजारमा लिएर आउने योजना बन्दै थियो। ब्राभो गाडीको लागि भनेर डाई, चेसी, सस्पेन्सनहरू सबै रेडी भइसकेको थियो र इन्जिन हालेर चेक पनि गरिसकेको थियो। तर इन्जिनले सोचेको जति पावर नदिएका कारणले अर्को हेभी इन्जिनको पर्खाइमा थिए। तर 2013 मा 81 हुलास मोटर्स बन्द भयो र नेपालमा कुनै पनि अन्य गाडी बनाउने कम्पनी कहिले पनि खुल्नै सकेनन्। त्यतिखेरको तत्कालीन प्रधानमन्त्री बाबुराम भट्टराईको नजरमा पनि यो गाडी पर्न सफल भएको थियो र प्रधानमन्त्रीले नेपालमै बनेको गाडी प्रयोग गर्ने भनेर हुलास मोटर्सको एउटा गाडी पठाइदिन अनुरोध गरेका थिए। हुलास मोटर्सले एसी जडान भएको मुस्ताङ म्याक्स गाडी पठाइदिएको थियो प्रधानमन्त्रीको लागि। प्रधानमन्त्रीले मुस्ताङ म्याक्स गाडी चढ्न थालेपछि मुस्ताङ गाडीको चर्चा एकाएक चुलियो। कारखानामा फोनको घण्टी धेरै बज्न थाले, हजारौं इन्क्वायरी आयो। त्यो चर्चाले कर्मचारी र हुलास मोटर्सको सञ्चालक निकै खुसी थिए। हुलास मोटर्समा अर्डर यति धेरै आउन थाले कि जुन पूरा गर्ने हुलास मोटर्ससँग न त ह्युमन रिसोर्स थियो न त फ्याक्ट्री सेटअप नै। त्यसैले गर्दा हुलास मोटर्सले धेरै गाडी उत्पादन गर्न सक्ने अवस्थामा थिएन। एउटा गाडी बनाउन 10 देखि 15 दिन लाग्थ्यो। अर्डर अनुसारको उत्पादन गरेर डेलिभरी गर्ने क्षमता थिएन। एकैपटक यसरी माग आउँछ भन्ने सोचेका पनि थिएनन्। एउटा गाडी बनाउन 10 देखि 15 दिन लाग्थ्यो। उनीहरूसँग स्टकमा इन्जिन पनि थिएन। चाइनाबाट इन्जिन लिएर आउन 5 महिना लाग्थ्यो। अर्डर गरेकाहरूले महिनौदेखि वर्षौं कुर्न पर्ने अवस्था आएपछि धेरै कस्टमरले बाध्य भएर आयातित गाडी नै किन्न पर्थ्यो। बजारमा हुलास मोटर्सको डिमान्ड बढेपछि हुलास मोटर्सले क्षमता बढाउने सोच पनि राखेको थियो। तर बाबुराम भट्टराई, जसले आफ्नै देशको गाडी चढेर उदाहरण दिइरहेका थिए, उनकै सरकारको नयाँ नियमहरूले हुलास मोटर्सलाई धेरै असर पर्न थाल्यो। हुलास मोटर्सलाई असर पार्ने बाबुराम भट्टराई सरकारको पहिलो निर्णय थियो हुलास मोटरले पाइरहेको 50% अन्तशुल्क छुट हटाउने। हुलास मोटर्सको इन्जिन पावर धेरै राम्रो भए तापनि त्यसपछि गाडीको मूल्य आयातित भन्दा पनि महँगो हुन थाल्यो। यो नीतिले मुस्ताङ गाडीको मूल्य निकै बढायो। एकातिर मुस्ताङ गाडीको चर्चा चुल्यो भने मूल्य पनि बढ्यो। 22 लाख पर्ने गाडीको मूल्य 28 लाखसम्म पुग्यो। 2068 सालतिर 28 लाख पर्ने गाडी सामान्य व्यवसाय गर्नेको लागि निकै महँगो गाडी हो। चर्चा बढे पनि गाडीको मूल्य वृद्धि हुँदा बिक्री भने बढेन र व्यापार जहाँको त्यही भयो।